अनेस्टली मैले पल शाहजीलाई चिनेको थिएन त्यस्तो पर्सनल लेभलमा होइन यही वर्ष चिनेको फिल्म साइन गरिसकेपछि जब हाम्रो सुटिङमा हाम्रो भेट भयो I think my perception about him was very different. Paila. Yeah. I didn't have a specific opinion, but whatever had happened in the past, we all know. So, जब मैले उहाँलाई भेटिसकेपछि चाहिँ I felt I was wrong in the sense कि he's a very good human being. अनि मैले चाहिँ अहिलेसम्म काम गरेको एक्टर्सहरूमा उहाँ जस्तो सपोर्टिभ चाहिँ मैले भेटाएको थिएन कि ओके जसरी उहाँलाई जनताहरूले सुपरस्टारको ट्याग दिनुभएको छ हजुर त्यही पाउनुभयो तपाईँले एकदमै ग्रास लेभलदेखि लिएर लाइक हुन्छ नि कस्तो राम्रो फ्यान फलोइङ एकदम लोयल फ्यान फलोइङ रहेछ भन्ने चाहिँ थाहा पाएँ